सम्पूर्णलाई नमस्कार। आज हामी हाम्रो भैरव ज्योतिष .com सफ्टवेयर कसरी चलाउने भन्ने विषयमा आज भन्न गइरहेको छु। यसको लागि तपाईसँग भएको कुनै पनि ब्राउजर, ल्यापटपमा भएको या मोबाइलमा भएको ब्राउजरबाट ओपन गर्न सक्नुहुन्छ। जस्तै मसँग माइक्रोसफ्ट एज छ, मलाई यही सजिलो लाग्छ, मैले यही खोलेँ। यहाँनिर एड्रेस बार हो। यो एड्रेस बारमा चाहिँ तपाईँले भैरव ज्योतिष .com भनेर टाइप गरेर इन्टर गर्नुहोस्। इन्टर गरे पछाडि यो म्यानुअल खुल्छ। यो खुलिसके पछाडि तपाईलाई डेमोको रूपमा यतापट्टि मजाले चलाउन सक्नुहुन्छ। यसमा मिति हाल्न सक्नुहुन्छ। जस्तै मैले 2045 साल 7 महिना 7 गते 6 गते भनेर राखेँ। अनि मानौ बिहानको 10 बजे राखेँ। अनि पुरुष भयो, नेपालको मानौ काठमाडौँ राखेँ। काठमाडौँ आउने बित्तिकै यहाँनिर क्लिक गर्नुहोस्। क्लिक गरे पछाडि यो काठमाडौँ आउने बित्तिकै तपाईँको साँच्चीकै काठमाडौँ आयो कि आएन भनेर हेर्नलाई यहाँ थप विकल्प छ, त्यसलाई थिच्नुहोस्। यदि सहरको नाममा यो काठमाडौँ आएको रहेछ भने तपाईँको यो देशान्त र अक्षांश भरिएको छ भने तपाईँले चलाउन पाउनुभयो, यानि कि तपाईँको कुण्डली एक्युरेट आउँछ। अथवा होइन, भएन, जस्तै मैले यहाँनिर लेखेँ दमक भनेर लेखेँ, दमक चाहिँ रहेनछ, नो रिजल्ट फाउन्ड भन्छ भने यसलाई के गर्नुहोस्, यसैलाई यहाँ तलपट्टि जुन यो थप विकल्पको यतापट्टि लेखिदिनुहोस् दमक लेखिसके पछाडि फेच फ्रम गुगल भनेर गर्नुहोस्। गरिसकेपछि यहाँ परिवर्तन भयो, देशान्तर परिवर्तन भयो, अक्षांश पनि परिवर्तन भयो। कुण्डली बनाइदिनुहोस्। कुण्डली बनेर आउँछ। तपाईँले यहाँनिर सबै केपीको भावचलित लग्न कुण्डली हेर्न पाउनुभयो। यहाँ छ ग्रहको हरेक विवरणहरू छ, कस्पको विवरण सङ्केतहरू छन्, अनि विंशोत्तरी दशा र योगिनी दशा छ। त्यस पछाडि वैदिक ज्योतिषमा पनि छ। तपाईँले यहाँ वैदिक ज्योतिष पनि क्लिक गर्नुहोस्, हेर्नुहोस्। वैदिक ज्योतिषको लागि विंशोत्तरी दशा, योगिनी दशा, त्रिभागी दशा छ। ग्रहको अवस्थाहरू छन्, नीच, उच्च, मूल, त्रिकोण सबै छ। लग्न कुण्डली छ, नवांश कुण्डली सबै चलाउन पाउनुभयो। अनि यहाँनिर तपाईँको जस्तै लग्न वृश्चिक लग्न भयो, लग्नको स्वामी मङ्गल, राशि कुम्भ, राशि स्वामी शनि, योग ध्रुव योग, कर्ण भवकर्ण, गण नर, नाडी आदि भन्ने होइन, आदि मध्य अन्त्य जस्तो, नक्षत्र पूर्व भाद्रपदा भन्ने छ। अब यतापट्टि तपाईँले वैदिक पेज, ठिक छ, वैदिक पेज होइन, मैले केपीमै गएँ। जातक विवरण रहेनछ यसमा, जातक विवरण उतापट्टि रहेछ। यसरी अहिलेलाई त्यो चलाउन पाउनुभयो। यो डेमो भर्जन हो। मैले यसलाई लगआउट गरेँ र तपाईँले युजर आइडी तपाईँसँग छ भने यहाँनिर गएर यो एस्ट्रोलोजर लगइनमा जानुहोस्। यहाँनिर मैले आफ्नो युजर आइडी युज गरेँ, यसलाई खोलेँ अनि नयाँ कुण्डली फेरि बनाएँ। यतापट्टि मैले बनाएँ 1990 10-11 कुनै एउटा ऱ्यान्डम नम्बर राख्थेँ। टाइम 10:25। यसलाई बिहानको गरिदिएँ एएम। ठाउँ चाहिँ मैले राख्थेँ, तपाईँलाई दमक नै राखेँ। यहाँ पनि दमक भेटिएन, यसलाई कपी गरेँ, यसलाई यहाँनिर करेन्ट लोकेसनमा गएर पेस्ट गरिदिएँ। दमक भयो। अनि फेच फ्रम गुगल गरेपछि यहाँनिर चेन्ज हुनुपर्छ। जस्तै 87 भयो, 87 डिग्री देशान्तर भयो, कुण्डली बनाइदिए, कुण्डली आयो। अब तपाईँलाई सूर्योदय सूर्यास्त हेर्न छ भने यदि तपाईँले युजर आइडी पाउनु भएको छ भने यतापट्टि जातक विवरणमा तपाईँले सूर्य उदय यतापट्टि पाउनुहुन्छ, सूर्य अस्त यहाँ पाउनुहुन्छ। केपी कुण्डलीमा तपाईँले सबै खोज्नु भएको विवरणहरू यसमा छ। भावको पनि छ, दशाहरू छ। भावको दशा जुन मैले बनाएको छु यो पनि हेर्न पाउनुहुन्छ। गोचर कुण्डली पनि तपाईँले यहाँनिर पाउनुहुन्छ, गोचर कुण्डली। अनि त्यस पछाडि गोचर कुण्डली आयो। त्यस पछाडि केपी सङ्केतकहरू, जस्तै 4 फोल्ड सिग्निफिकेटर भयो, सङ्केतक भयो। त्यस पछाडि 6 फोल्ड भयो होइन। अनि त्यस पछाडि नाडी सिग्निफिकेटर भयो, नाडी सिग्निफिकेटर पाउनुभयो। त्यस पछाडि भावको ग्रहको भाव र सङ्केत पाउनुभयो। अनि
त्यसै ग्रहको दृष्टि, एउटा ग्रहले अर्को ग्रहलाई हेर्ने, नजर हेर्ने दृष्टि यहाँ पनि राखिएको छ। सायद यो अलिकति केही अहिलेलाई आएको छैन। यहाँनिर जन्म समय परिवर्तन आउँछ, परिवर्तन गर्न पाउनुभयो, मुहुर्त हेर्न पाउनुभयो, चौघडी होरा सबै दिएको छ यसमा। त्यस पछाडि चिना भन्ने छ। चिना चाहिँ अहिलेलाई हामी यहाँ यसलाई बनाउँदैछौँ। समस्या आयो भने तपाईँले बनाएको कुण्डलीलाई सम्पादन गर्नु पर्यो, एडिट गर्नु पर्यो। यहाँनिर छ घडी पलाको लागि यतापट्टि दिएको छ। यसरी तपाईँले वैदिकमा जाँदाखेरि पनि सबै पाउनुहुन्छ यहीँ, वैदिकको सबै छ यहाँनिर। त्यस पछाडि गोचर कुण्डली पनि यसमा पनि छ, गोचर कुण्डली छ। अनि त्यस पछाडि अष्टक वर्ग पनि छ, यसमा तपाईँले अष्टक वर्ग पाउनुहुन्छ। सबै कुण्डली पाउनुहुन्छ यतापट्टि। अहिलेलाई यति राखेका छौँ। यतापट्टि दशा छ, बलाबलमा काम हुँदैछ। भीमसत्तरी दशा बेग्लै भयो, योगिनी बेग्लै, त्रिभागी बेग्लै, सबै पाउनुहुन्छ। हस् त, धन्यवाद।